ल फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो न्यू मिनी भ्लगमा। आज चाहिँ हामी देवीकोट भन्ने ठाउँमा आइसकेका छौं। 20 मिनेटमा चाहिँ हामी माथि देवीकोटमा चाहिँ गाडी लिएर चाहिँ पुगिसक्यौं। अंकल आन्टी भाइ म र यो दाते गाडी चाहिँ यहाँ छ। 20 मिनेटमा चाहिँ पुग्यौं हामी माथि, तर एकदम गाह्रो भयो है हामीलाई। अब यहाँ माथि आइसक्यौं। अब मन्दिरतिर जान्छौं यसो। गाडीको हालत त पुरा धुलै धुलो, पेट त पुरा हल्ल्या छैन। यताको भुँडी यता सरेछ। पुरा गाडी त पुरै धुलै धुलो, पुरै धुलो है। अब हामी बिस्तारै यताबाट आन्टी भाइ अङ्कल कता जानुभयो त्यही जाँदैछौँ। सानो कहाँ छौँ हामी? कस्तो भयो आन्टी आज? एकदम मजा आयो? रातै हुनु भएको छ त। गर्मी भएर हामी मन्दिरमा आइसक्यौँ अहिले। दाते यतै जानु। कहाँ छौँ रे? हामी देवीकोट। ल हामी देवीकोटमा चाहिँ आइसक्यौँ। It was at this moment that he knew he fucked up. भैसी लड्यो है माया भिरबाट हेर 960 माया गइहाल्यो लौखेर। ला भैँसी लड्यो है माया। बहिनी भिडियो हेर्नु ल, हालिदिन्छ है टिकटकमा। ल आज भिडियो चाहिँ आउँछ है। राम्रो कन्टेन्ट भेटाइसकेका छौँ आज हामीले। अब बिस्तारै तल जाँदैछौँ हामी। यताबाट तल जाने, नास्ता पानी खाने, माथि आउने होइन र निशान्त? हो, एकदम हो, सही हो। अब यहाँ हामी सबै फ्यामिलीहरू आइसकेका छौँ माथि। फ्यामिली भन्नाले पनि घरको सबै अङ्कल आन्टी भाइ अनि साथी र म, मेरो बाबा मम्मी भाइ चाहिँ गोबडिया जाने भन्नुहुन्थ्यो। अब यसरी हामी बिस्तारै जाँदैछौँ भनौँ। यहाँबाट पनि पाल्पामा हुँदा पनि ग्यारो पाङ्दै यहाँ त झन् पुरा नाङ्गो खुट्टा। ला अब यहाँबाट बिस्तारै तल 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 झर्दै अब हामी पसलतिर लाग्दैछौँ दुईजना। अब एकछिनपछि तपाईँहरूसँग चाहिँ भेटौँला है। पछाडिको बाटो लाग्दैछौँ हामी। तलबाट बिस्तारै बिस्तारै माथि। खुट्टाको हालत त खत्तम भएको छ है। देवीकोट पनि आइयो शिवरात्रिको दिन। अहिले बसौँ ल, यसो माथि जाऊँ। यताबाट यता सिडी चाहिँ राम्रो बनाएको रहेछ। बाटो चाहिँ भएन क्या, बाटो त पुरा खत्तम रहेछ क्या। यहाँ बस्ने अब एकछिन। त्यहाँ गरेर सक्यो। अब यता बसिरहेछौँ हामी सबैजना। मन्त्री ग्याङहरू पनि आउनु भइसक्यो यता। अङ्कल कति मिनट पछि आउनुभयो तपाईँ? हामी त अब आइहाल्यौँ नि, सँगसँगै त आयौँ। अङ्कलको फ्यामिलीहरू पनि आइसक्नु भयो त। हामी त सरकारको पछि पछि छौँ त। आंटी कैसा लगा? बहुत अच्छा है। बहुत अच्छा है। रास्ता कैसा है? राम्रो राम्रो।